योसेफ भन्ने व्यक्तिसँग मगनी भएको थियो। अनि उनलाई चाहिँ कसरी दर्शन हुन्छ, कसरी यसो ख्रीष्टको जन्म भयो भन्ने विषय हामी देखाउन गइराखेका छौँ। तसर्थ सुनौँ, हेरौँ के हुन्छ, कस्तो हुन्छ। अब हेर तिमीले गर्भ धारण गर्नेछौ र एउटा पुत्र जन्माउनेछौ। तिमीले उहाँको नाउँ येशू राख्नेछौ। उहाँ महान हुनुहुनेछ र परमप्रधानको पुत्र कहलाइनु हुनेछ। उहाँले याकुबको वंशमाथि सदा सर्वदा राज्य गर्नुहुनेछ र उहाँको राज्य अन्त्य हुने छैन। यो कसरी हुन्छ? म त एउटा कन्या मरियम भयो, यो त सम्भवै छैन। पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमी माथि पर्नेछ। यसै कारण जो जन्माउनुहुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरको पुत्र कहलाइनु हुनेछ। हेर तिम्री नातिदा एलिसिबाले पनि वृद्ध अवस्थामा छोरा गर्भधारण गरेकी थिइन्, जो बाजे कहलाएकी थिइन्। तिनी अहिले 6औं महिनामा छिन्, किनभने परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। परमेश्वरको दासी हुन्, परमेश्वरको वचन अनुसार उनको मगनी भएको कारण नासरी एक धार्मिक व्यक्ति हुन्। उनले यी कुरा थाहा पाउँछन्। अनि मनमा नै अनेकौं कुरा खुलाउँछन्। कसरी स्वीकार्नु? जेसुकै होस्, रात पनि अहिले धेरै छिपिसक्यो। म अहिले सुत्छु, भोलि कुरा गराउनु। मध्यरातमा उनी मस चलिरहेको बेला स्वर्गदूतले योसेफ, दाउदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माद्वारा हुनुहुन्छ। अब हेर तिमीले गर्भधारण गर्नेछिन् र एउटा छोरा जन्माउनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले सबै मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनु हुनेछ। अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पुरा हुनलाई नै यी सब भएका हुन्। हेर कन्याले गर्भधारण गर्नेछिन् र एउटा पुत्र जन्माउनेछिन्। तिमीले उहाँको नाउँ इमानुएल राख्नेछौ, जसको अर्थ परमेश्वर हामीसँग। स्वर्गदूतले नै आएर यस्तो भन्नुभयो त, मैले हिजो गरेको निर्णय त गलत भएछ नि। अब म गएर मरियमलाई आफ्नो पत्नीको रूपमा यसरी योसेफले मरियमलाई स्वीकार्छन्। अनि केही समयपछि राजाले जनगणनाको निम्ति बेथलेहेम भन्ने सहरमा बोलाएपछि मरियमलाई लिएर तिनी त्यही जान्छन्। अनि त्यहाँ के हुन्छ हामी घरमा को हुनुहुन्छ?
चाहिएको थियो। हाम्रो घरमा त जनगणनाको कारणले गर्दा पाहुनाले घर भरिसके। हाम्रो घर त छैन, गाडी आउँदै जान्छ। होइन, हामीलाई धेरै गाह्रो भइसकेर हो। मेरो श्रीमती गर्भवती पनि मेरो बेथाले त्यस्तो अवस्थामा दिनु पर्यो हो। छैन कि तपाईँहरू आउँदै जानुहोस् ल। यसरी घर घरमा भौतारिन्छ नि। हजुर म छु भन्नु। हेर्नु न, हामी यता जनगणनाको लागि आएको। श्रीमतीलाई बेथाले च्यापे जस्तो छ, धेरै गाह्रो भयो। हामीलाई एक रातको लागि बास दिनुहुन्छ? ए सरी, त्यसको लागि अघि नै हाम्रो त फुल भइसक्यो, बस्ने ठाउँ नै छैन। अन्तै जानु न है। मिल्छ भने दिनु न, हामीले पनि अन्तै खोजेको हो, कहीँ पाइएन। होइन होइन, यता छैन, फुल भइसक्यो, अन्तै जानु न है। यसरी कयौं घरहरू धाउँदा पनि नभएपछि अन्तिम आशा लिएर एउटा फेरि अर्को घरमा पुग्छ। हामी हो, हामीलाई एक रातको लागि बास चाहिएको थियो। जनगणनाको कारण हाम्रो त घर सबै भरिसकेछ, अरू ठाउँ लाग्छ। होइन, हामीले अन्त पनि खोजेको हो। मेरो श्रीमतीले धेरै गाह्रो भएछ। मिल्छ भने दिनु न। पुरै भरिसक्यो। होइन, अन्त कतै एक सुरक्षित ठाउँमा भयो नि हुन्छ। उसलाई बेथा च्यापेको हुन्छ। गम्भीर रहेछ। घरमा त ठाउँ छैन, सबै भरिसक्यो। तपाईँहरू कोठमा बस्नुहुन्छ त? हुन्छ, देखाइदिनुहोस् न। हुन्छ, आउनु न तपाईँ। यसरी गोठैमा भए पनि उनीहरूले पाउँछन्। जब मरियम र युसुफले गोठमा बास पाएर बसिसकेपछि अनि त्यो नाजुक अवस्थामा भइसकेपछि फेरि स्वर्गदूतहरू गोठालाई पर्छ। भेडाहरू होली छ ल, भेडाहरू होली आइज। आगोहरू ढुक्दै गर्छ यहाँ है, मौसम छ। आगोहरू ढुकेर झन्डै गर्नु पर्यो। मौसममा किनभने म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँदैछु, जो सबै मानिसहरूको निम्ति हुनेछ। आज दाउदको सहरमा एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रिस्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्ह अझै यो हुनेछ, एउटा बालकलाई लुगाले बेरेको र दुधमा सुताइरहेको भेटाउनेछौ। पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। हाम्रो मुक्तिदाताको जन्म भएको छ, जान्दैन हामी पनि हेर्नको लागि। यसरी गोठालाहरूले मुक्तिदाताको दर्शन गर्छन्।
मुक्तिदाताको दर्शन भन्ने कति धेरै मान्छे अब यही बेला ज्योतिषी कहाँ पनि केही दर्शनहरू परमेश्वरले देखाउनुहुन्छ, केही चिन्हहरू परमेश्वरले देखाउनुहुन्छ। अनि ज्योतिषीहरूले कसरी दर्शन गर्नलाई पुग्छन् त? यसरी तारालाई पछ्याउँदै ज्योतिषीहरू येशू ख्रीष्टमा पुग्छन्। यसरी सुगन्धित धूप अनि मुद्रा चढाएर परमेश्वरको अथवा मुक्तिदाताको ज्योतिषीहरूले दर्शन गर्छन्।